सबैलाई जय मसीह। आजको वचन हिब्रू 13 16मा यसरी लेखिएको छ, भलाइ गर्न र आफूसँग भएका कुरा बाँडचुँड गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। आमेन। साँच्चै नै कति राम्रो, कति गहकिलो वचन छ कि यहाँ चाहिँ भनिएको छ, भलाइ गर्न र आफूसँग भएका कुराहरू बाँडचुँड गर्न चाहिँ नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। हामी बलिलाई हेर्ने हो भने संसारिक हिसाबले हैन, बाहिरी हिसाबले बलि भनेको चाहिँ पशुहरूलाई चढाउने, मन्दिरमा बलिदान गर्ने, अनि हैन कुखुरा, बाख्रा, खसी, बोकाहरू काट्ने भन्ने बुझिन्छ। तर परमेश्वरको बलि भनेपछि चाहिँ अरूलाई चाहिँ सहायता गर्ने, अरूलाई सहायताको लागि चाहिँ हात अगाडि बढ्ने कुरा चाहिँ हामी बुझ्दछौँ। जस्तै 2072को एकदम नेपालमा ठुलो भूकम्प हुँदाखेरि दुर्मुस र सुन्तलीले अरूबाट सहायता मागेर हैन एउटा बस्ती नै, एउटा गाउँ नै बसायो, जहाँनिर चाहिँ भूकम्प पीडितहरूलाई घर बस्नलाई आवास चाहिँ दिनुभयो। त्यो चाहिँ एउटा परमेश्वरको दृष्टिले बलि चाहिँ, त्यो बलिलाई चाहिँ हामी बुझ्न सक्छौँ। अनि म यो वचनलाई भनिराख्दाखेरि एउटा कथा सम्झेँ, जुन चाहिँ म तपाईहरूलाई सुनाउँछु। त्यहाँ दुईजना केटाहरू हुन्छ, अनि जसको नाम चाहिँ हरि र राम है। अनि राम हरि चाहिँ उनीहरू एकदमै धेरै मिल्ने साथी हुन्छ। सानैदेखि नै एउटै ठाउँमा बसेको, एउटै ठाउँमा काम गरेको, अनि उनीहरू ठुलो हुन्छ, जवान हुन्छ। अनि एक दिन चाहिँ उनीहरू कामकै सिलसिलामा बाहिर जाने कुरा हुन्छ। जब उनीहरू चाहिँ त्यो काम चाहिँ उनीहरूको समुद्र भइकन जानुपर्ने हुन्छ। जब उनीहरू समुद्रको एउटा जहाजमा चढिएका थिए, त्यतिखेरमा चाहिँ एकदमै ठुलो आँधीहुरी बतास चल्यो होइन। आँधीहुरी बतास चलेर चाहिँ अनि उनीहरूलाई त्यहाँ समुद्रको पानीले डुबाए। अनि जब हरिले चाहिँ आफ्नो आँखा खोले, अनि ऊ चाहिँ एकदमै आइल्यान्डको बिचमा है, आइल्यान्ड भनेपछि समुद्र को एउटा टापु हुन्छ नि बिचमा, त्यहाँ बिचमा चाहिँ रहेछ। अनि त्यहाँनिर उसले आफूलाई मात्रै पाउँछ। अनि यो देखेर अनि त्यसपछि उसले पहिला सुरु खानेकुरा सम्झिन्छ। अनि उसले खानेकुराको लागि प्रार्थना गर्छ, खानेकुरा पाउँछ। अनि उसले एउटा डुङ्गाको लागि प्रार्थना गर्छ, अनि त्यहाँ डुङ्गा पाउँछ। अनि उसले आफू एक्लै भएको कारणले गर्दा उसको लागि एउटा श्रीमती माग्छ होइन। श्रीमतीलाई चाहिँ एउटा दिनुस् भनेर एउटा प्रार्थनामा माग्छ। अनि नभन्दै एउटा सहयात्रीको रूपमा श्रीमती पनि उसको साथमा हुन्छ। अनि जब यी सबै कुरा ती हरिले पाए, अनि ऊ चाहिँ त्यहाँबाट फर्किँदै जाँदाखेरि एउटा अनि आवाज अनि सुनिन्छ। अनि त्यो सुन्दाखेरि चाहिँ उसलाई ठ्याक्कै उसको आफ्नो साथी रामको सम्झना आउँछ। अनि त्यतिखेरमा उसले रामलाई बल्ल सम्झिन थाल्छ। अनि त्यसपछि जब रामलाई उसले सम्झिन्छ, अनि त्यहाँ चाहिँ उसले ईश्वरसँग चाहिँ उसले प्रश्न गर्छ कि मेरो राम चाहिँ खोइ त भन्दाखेरि, अनि त्यसपछि त्यहाँ ईश्वरले भन्छ कि तिमीले जति कुराहरू पाए, अनि ती सबै चाहिँ रामको कारणले पाएको छ। किनभने रामले चाहिँ कहिले पनि उसले आफ्नो लागि मागेन, उसले चाहिँ आफ्नो साथी हरिको लागि चाहिँ मसँग धेरै पटक बिन्ती गर्यो। अनि अहिले तिमीले पाएको खानेकुरा, तिमीले पाएको डुङ्गा, तिमीले पाएको एउटा श्रीमती सहयात्री चाहिँ आज उसको प्रार्थनाद्वारा चाहिँ भएको हो भन्ने कुरा जब त्यो कुरा उसलाई सुनाउँछ, ऊ एकदमै मन एकदम भकानिन थाल्छ, रुन थाल्छ। अनि त्यतिकैमा चाहिँ फेरि सोध्छ राम चाहिँ कहाँ छ भन्दाखेरि, राम चाहिँ एकदमै ऊ चाहिँ मृत्यु भइसकेको छ, ऊ चाहिँ स्वर्गमा मसँगै छ भन्ने कुरा जब पाउँछ, अनि ऊ रोएर अनि त्यसपछि त्यो ठाउँबाट चाहिँ निस्किन्छ। हामी यहाँबाट देख्न सक्छौँ कि रामले चाहिँ एउटा एकदम ठुलो बलिदान गरेको छ। अनि त्यो चाहिँ काटेर होइन, त्यो चाहिँ नाश गरेर होइन, तर एउटा
सहायता है, अरूको लागि सहायता गर्नु, अर्काको लागि गरिने काम चाहिँ हामी बाइबलमा हेर्छौँ भने त्यो चाहिँ बलिदान भनिँदो रहेछ। अनि त्यो बलिदान चाहिँ प्रभु येशूले पनि हाम्रो लागि गर्नुभएको छ है। हुन्छ, धन्यवाद। सबैजनाले यो वचनबाट आशिष मिल्न सकेको होस्। जय मसीह।